हेलो गाइज वेलकम टु माई न्यू ब्लग है। फेरि पनि आज चाहिँ हामी यता घुम्न आएको हो। पछाडिको भ्यू चाहिँ यस्तो छ। हामी चाहिँ गाउँ जान लागेको हो। गाउँ जान लागेको गाडी नचलेर यता तनाव भएर बसिरहेको छ। यो चाहिँ पर्ज्याङ जाने बाटो हो। हाम्रो गाउँकै उतापट्टि हो, घुम्तीबाट जान्छ। यहाँ चाहिँ पर्ज्याङ हो। पछाडिको भ्यू चाहिँ यस्तो फेरि राम्रो आउँदैछ कि त्यही भएर म हल्का यस्तो सानो ब्लग बनाउँदैछु। यता हाम्रो साथी छ, ऊ पनि धुन्चे जान लगाएको हो। अनि फेरि यता हामी पुरै बाटोमा फेरि गाडी नचलेर फसेर बसिरहेको छ। यता पटो आउँछ भने थियो, पटो मान्छे फेरि पटो रे झन् अटो आउँछ भने थियो। अटो मान्छे चाहिँ आधी घन्टा जस्तो लाग्छ भन्छ क्या। अनि हामी चाहिँ यता आधी घन्टाकोमा त्यो टाइममा चाहिँ अनि यता घुम्न आएको छ। फेरि यता रोड छ, अहिले यता पानीहरू आउँदैछ क्या। अनि यता घाम पनि चर्को लागिरहेछ कि फेरि अब यता धेरै टाइम पनि बस्नु हुँदैन यता। यहाँबाट चाहिँ अब उता फर्किँदैछ अब।